एभ्रिवान अहिले चाहिँ म आँपको अचार बनाउँदैछु। यो भिडियो अस्ति मैले रेकर्ड गरिरहेको थिएँ तर मलाई यति अल्छी लाग्दै थियो भोइस ओभर गरेर एड गर्नुको लागि। त्यो भएर आँपलाई मजाले धोएर होइन, यो आँप चाहिँ मैले कहाँबाट ल्याएको भन्दै मेरो घरको मात्रै पनि होइन, यो आँप चाहिँ म चोर्नु गएको थिएँ कि आँप चोरेर। त्यहाँदेखि यताउता छिमेकीहरूकोबाट चोरेर ल्याएको आँप चोर्नु जाँदा हेर्नुहोस् मस्किटोले कस्तो टोकिदिएको थियो, मेरो गाला यत्रो सुन्नेको थियो। र पनि आँप धोएर अन्त यस्तो घाममा बसेर काटिरहेको थिएँ। अस्ति भर्खर म हस्पिटल गएको थिएँ नि त चेकअपको लागि। अझै यस्तो घाममा बस्दा म डक्टरले भिटामिन D3 को कम्ती छ भने चाहिँ थाहा भएन। म यति घाममा बसेर काटेँ नि त्यहाँदेखि एकछिनमा गरम भयो, फेरि यतापट्टि सरेँ। त्यहाँदेखि आँप काट्दा चाहिँ के हुन्छ चाम थाहा छ, आँप काट्दै खाँदै गर्नु मजा आउँछ नि त। मलाई चाहिँ अमिलो पुरा मनपर्छ, म गुलियो खानु सक्दिनँ, अमिलो खानु सक्छु होइन, अमिलो पिरो खानु सक्छु नि त। अन्त पुरा म आफैलाई फोकस गरेर हेर्नु न घामको चाहिँ कस्तो छ। त्यहाँ यो आँपको अचार चाहिँ लाइक मेरो दिदीले पहिला उचार्नुभन्दा अगाडि लगाएको थियो नि त 2 बट्टा जस्तो। अन्त यस्तो मिठो थियो, यस्तो मिठो थियो। अन्त दिस टाइम चाहिँ म पनि लाउँछु भनेर सोचेँ। त्यहाँ भएर आँप काट्नेको डिफ्रेन्ट स्टाइल, यत्रो घाममा होइन, यस्तो घाम लागिरहेको थियो। म एक्लै बसेर आँप काटिरहेको थिएँ खाँदै होइन, कस्तो मिठो हुन्छ काँचो। अब मलाई चाहिँ पाकेको आँप मन पर्दैन क्या, त्यो पाकेको भित्र उयो भएको चाहिँ गुलियो हुन्छ नि त। अन्त मलाई चाहिँ अमिलो मनपर्छ। आमाले चाहिँ मसलाहरू पिस्नुको लागि मिक्सीहरू धोएर बाहिर सुकाइदिइरहनु भएको थियो नि त। अनि हेरिरहनु भएको थियो कहिले काटेर सक्सेस तैँले भन्दै। हेर्नु न कस्तो दामी भ्यू छ मेरो हाम्रो अगाडि, घरको अगाडि यस्तो मजाले घाम लागेको थियो। आमाले सबै मसलाहरू सुकाइदिनु भएको थियो। अन्त म चाहिँ आँप काटिरहेको थियो, भर्खर त्यति मात्रै काटिसकेँ कि। मैले पनि अरू जस्तै दामी कन्टेन्ट बनाउनु खोजेको तर भएन क्या। अरूले देखाउँछ नि डिफ्रेन्ट स्टाइलमा काटेको पुरा राम्रो गरेर, तर मैले नजाने प्रोफेसनल नभएर होला। कुन आँप चाहिँ पुरा बिग्रेको थियो, कोसा के भन्छ त्यो भित्रको दाना पसिसकेको थियो नि त। त्यही भएर त्यसलाई बिचमा निकाल्नु पुरा साह्रो पर्दोरहेछ। अनि त्यो निकाल्दै काट्दै गर्दाखेरि पुरा टाइम टेक गरेँ नि त। अन्त अहिले यो भोइस ओभर चाहिँ म बाहिर बसेर गरिरहेको छु, घरको बाहिर यस्तो पानी परिरहेछ होइन। तपाईँहरूले भोइस नोइज पनि पानी परेको यो पनि सुन्नुहुन्छ होला, लाइटनिङ गरिरहेछ, पानी परिरहेको छ नि त। यतिकै घरमा अल्छी लाग्यो, अन्त के गर्नु भनेर सोचेर भिडियो बनाएको। अझै भोलि मलाई अलिकति के गर्ने पुरा जिउ थाक्छ नि त, अलिकति काम गर्ने पनि पुरा लुरुक हुन्छ। म सुत्नुपर्छ होइन, पुरा खुट्टाहरू पुरा दुख्छ, त्यही भएर अलिकति केही गर्नु सक्दिनँ नि त। अनि त्यही भएर अहिले चाहिँ ठिकै वेदर यस्तो राम्रो थियो। हेर्नु न मेरो घरमा यस्तो चराहरू कराउँछ। अन्त यस्तो घाम लागेको थियो, यो लिजर्ड पनि आएछ यहाँ, लिजर्ड हो के भन्छ यसलाई। यस्तो घाममा उसलाई सेट खोज्दै आएको होला नि त। अनि त्यहाँदेखि मेरो छेउछाउमा आउँदै थियो, अनि मैले आँपको डन्ठले हिर्काइदिएँ नि त त्यसको उयोले। त्यहाँदेखि ऊ भागेर गयो सेट खोज्दै उतापट्टि, हाम्रो घरको उता पछाडिपट्टि। त्यहाँदेखि आँप काटिसक्नु आँट्यो, यो चाहिँ फाइनल थियो, बल्ल काटिसक्यो। यस्तो घाममा मेरो हात त्यस्तै त कालो भइसकेको थियो। अन्त अब चाहिँ फाइनली मैले आँप काटिसकेँ। यत्रो आधी भाँडा आँप मैले एक्लै काटेको। आँप काटेर अब यसमा चाहिँ के गर्नुपर्छ भने मैले अस्ति भिडियो हेरेको थिएँ नि त आँपको अचार कसरी लाउनु भनेर। थाहा थियो मलाई, र पनि पुरा अब भिडियो हेरी लाउने भनेर। अनि त्यहाँदेखि यसमा चाहिँ अलिकति नुन एड गरेर, त्यहाँदेखि हल्दी एड गरेर, नुन चाहिँ अब कति छ हो यति लाउनुपर्छ नि त। हल्दी एड गरेर त्यहाँदेखि मजाले मुसेर होइन एउटा भाँडा, त्यहाँदेखि ढक्कनले छोपेर बाहिर राखिदिनुपर्छ। यस्तो मजाले घाम लागेको थियो नि त। 1-2 घन्टामा यसको पानी मजाले निक्लिन्छ हो। त्यहाँदेखि त्यो पानी निक्लिएपछि आँप अलरेडी अघि हात थियो होइन, हो यो पनि सफ्ट हुन्छ क्या, नम भयो यस्तो खानु चाहिँ हो। यो खानु पनि मजा आउँछ, मलाई पुरा मिठो लाग्छ, मैले कति खाएँ। त्यो मजाले मिक्स गरेर त्यहाँदेखि छोपिदिनुपर्छ क्या। यस्तो घाम लागेको थियो, 31-32 डिग्री सेल्सियस थियो होला। र पनि मजाले छोप्यो भने पानी निक्लिन्छ होइन। 2-3 घन्टाको लागि पानी निक्लिनुको लागि छोडिदिनुपर्छ। त्यसको पानी निक्ल्यो भने चाहिँ भोलिपछि हामीलाई अचार लाउँदाखेरि उयो हुँदैन नि त। अनि त्यहाँदेखि भाँडा लगेर मैले छोपिदिएँ होइन। त्यहाँदेखि मैले खोर्सानी पनि सुकाएको थियो, मसलाहरू थियो। अब चाहिँ त्यहाँदेखि आँप एकछिन 2 घन्टा जस्तो राखेर मैले मुला पनि काट्नु थालेँ, मुला पनि थियो नि त। त्यहाँदेखि यस्तो आँप खोलेर हेरेको थिएँ नि त, पानी निक्लिसकेको थियो कस्तो मजाले। अन्त फेरि एकछिन लागि छोपेर राख्दै मैले मजाले पानी निक्लियोस् भनेर। यस्तो मजाको थियो खाँदाखेरि क्या, त्यो सफ्ट भएको थियो क्या भित्र।
त्यहाँदेखि चाहिँ अब चाहिँ म अचारको लागि मसला रेडी गर्छु भनेर मसला लिनु गएँ आँप पनि सुकाइदिएँ मैले होइन घाम लागिरहेको थियो नि त त्यो भएर यसमा चाहिँ मैले जिरा लगाएको छ जिरा चाहिँ मजाले फ्राई गरेर अनि त्यहाँदेखि तोरी पनि फ्राई गरेर होइन त्यो अर्को कालो तोरी चाहिँ छैन जस्तो मेरोमा त्यो येल्लो थियो कुन त के भन्छ त्यसलाई त्यहाँदेखि मसलाहरू मजाले फ्राई गरेँ होइन मिक्सीमा सबै थोक पिसेर म चाहिँ आँपको लागि मसला रेडी गरिरहेको थिएँ नि त त्यहाँदेखि यो यतिको कालो हुन्जेल चाहिँ मजाले हुन्छ अरे क्या आमाले हेरिदिनु भएको मलाई पनि एक्ज्याक्ट कति जस्तो लाग्छ थाहा थिएन नि त अन्त त्यहाँदेखि मलाई चाहिँ कालो जिरा पुरा मनपर्छ कालो जिरा र त्यो लाइक के भन्छ त्यो एउटा जिरा हुन्छ नि जिरा है के भन्छ मलाई त्यस्तो एक्ज्याक्ट थाहा छैन तर मलाई उसको सेन्ट पुरा मनपर्छ नि त त्यो पनि फ्राई गरेँ तर मैले त्यो कम्ती लगाएँ अन्त खोर्सानी सुकेको खोर्सानी मजाले धोएर अस्ति अघि सुकाएको थिएन हो यो मजाले फ्राई गरेँ कालो हुन्छ फ्राई गरेँ त्यहाँदेखि चाहिँ मिक्सरमा लागेर सबै मसला मैले पिसेर रेडी बनाएको थियो हेर्नु न कस्तो पानी परिरहेको छ म बाहिर छु होइन तपाईँहरूले मलाई भोइस सुन्नु पनि हुँदैन होला र पनि मजा आउँदैछ बाहिर बसेर यस्तो भोइस ओभर गर्दै आफ्नो भिडियो बनाएको अलिक लाग्यो नि त मलाई घरमा एक्लै बस्नु सबै कुरा रेडी भइसकेपछि चाहिँ फाइनली मेरो मसलाहरू ठक्क रेडी भएको थियो जिरा मसला चिली पाउडर त्यहाँदेखि कालो जिरा र त्यो अर्को जिरा मिसेको त्यहाँदेखि तेल पनि थियो नि त 3 बोतल तेल लिएर आएको थिएँ मैले सबै रेडी गरिसकेँ तर कस्तो मन दुख्यो त्यहाँदेखि भन्नु न यस्तो घाम लागिरहेको थियो होइन पानी पर्न थाल्यो अन्त मैले छिटो किचनमा ल्याएर फ्यान लगाएर राखेको थिएँ नि त हेर्नु न बाहिर कस्तो पानी पऱ्यो एकछिनमै यस्तो मन दुख्यो मेरो आँपला बिग्रिन्छ होला भनेको त आमैले होइन बिग्रिँदैन के भन्छ एकछिन फ्यान लगाएर राख्न त अरे नि त अनि फ्यान लगाएर म त्यहाँ हेरिरहेको थिएँ ठिकै आमै पनि आउनुभएछ खोइ हेरौँ त्यो आँप कस्तो भएछ भन्दै अब पहिलाको मान्छेहरूलाई कति इगर हुन्छ नि उनीहरूले लगाएको पहिला उनीहरूले गरेको कामहरू हो नि त त्यस्तो त्यो भएर आमाले चाहिँ हुन्छ अब भोलितिर घाम लाग्यो भने सुकाउनु अरे ठिक्कै भोलि बिहान भएपछि यस्तो मजाले घाम लागेछ त्यो अझै अरू आँप चाहिँ मैले चोरेर ल्याएको थियो अरू फेरि अर्को बारीमा गएर अनि त्यहाँदेखि यस्तो मजाले घाम लागेको थियो त्यस भएर सबै रेडी गरेर यस्तो सुकुन्जेल भयो त्यहाँदेखि मसलाहरू सबै एउटा बलमा एड गरेर मैले त्यहाँदेखि मलाई त्यस्तै मसला तेल डाइरेक्टमा चाहिँ गन्दा मन पर्दैन नि त टेस्ट त्यही भएर तेल पनि मैले मजाले तताएँ होइन त्यो तेलमा मजाले तताएँ त्यहाँदेखि नुन एड गरेँ त्यहाँभित्र त्यहाँदेखि मसला मजाले तेलमा लगाएर फिटेर चाहिँ त्यहाँदेखि मैले फाइनली मेरो अचार रेडी भएको थियो अन्त भोलिपछि म अचार अब कस्तो हुँदो रहेछ म टेस्ट भन्छु ल अहिले त मैले खाएको छुइनँ नि त थ्याङ्क यू फर वाचिङ